नमस्ते सबैजनालाई हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म मेरो फ्यामिलीसँग चाहिँ फेरि कालिम्पोङ जाँदैछु अनि म चाहिँ भ्लग बनाउन जाँदैछु। अनि हामी चाहिँ जिप बुक गरेर प्याकेजमा जान लाग्यो जिपमा। अनि हाम्रो गाडी आउँदैछ अनि हामी अहिले 5 बजे हिँडिरहेछौँ रोडमा हैन। चोकसम्म निस्किँदैछौँ है गाइज। हामी चाहिँ खास जिप बुक गरेका थियौँ तर हाम्रो चाहिँ यहाँ इभी गाडी आयो। यो इभीमा हामी जाँदैछौँ है। एक्सपेक्टेसन भर्सेस रियालिटी हुँदैछ सुरुमै के गर्नु, तर जस्ट हामी रमाइलो गर्छौँ होइन बहिनी। यहाँ चाहिँ फेरि यहाँ टायर हाल्न भनेर यहाँ टायर चेन्ज गर्न लागिरहनु भएको छ गाडीको। त्यो पछि हामी जान्छौँ। ओके जाडो छ एकदम। 50 रुपियाँमा 3टा समोसा सस्तै। हेलो 1 2 3 म त ह्यान्डसम लेख्दै रहेछ त नि है बिहाल फेरि तिमीहरू सुहाउँदैन नि त म हिँड्न त नि हामी यहाँबाट नि हिँड्यौँ होइन त। अब कति टाइम छ यस्तो भएको छ चिसोले शीत परेर। हुन्छ शीत परेर के परेर बहिनी यो यस्तो भएको भन्नु त्यो भने ए मजा खाइन। हामी चाहिँ अहिले सुकुटे आइपुग्यौँ। खोलाको छेउ हुँदै हामी जाँदैछौँ। हामी चाहिँ सुकुटेमा खाना खानलाई बसेको छौँ। यो चाहिँ हाम्रो भेज खाना, यो चाहिँ हाम्रो फिस करी, यो चाहिँ 600 को है। यसको सुप थप्नु मिल्छ। अरू चाहिँ हाम्रो यो प्याकेज मेरो बहिनी चाहिँ यहाँ सुकुटेमा आएर यसरी यो पिङ खेल्दै बसिरहेको छ नि होइन त। हामी चाहिँ सुकुटेबाट अब दोलखातिर लाग्यौँ। Hi sister, how are you doing? Are you enjoying trip? yes This is Mure Bazaar of Sindhupaljo. I want to say don't finish charge Okay. Done. ल बोल। हामी चाहिँ अब सैलुङ हाइकिङ स्टार्ट गऱ्यौँ। बाटो देखा ए बाटो कस्तो उकालो रहेछ। भर्खर उक्लिँदै यस्तो मेटा खुट्टा रहेछ। ग्रेट वाल अफ नेपाल। ग्रेट वाल अफ नेपाल। यसलाई चाहिँ उकालो चढ्दा पनि खानु परिरहेछ। आज चाहिँ घाम लागेको दिन पर्या भएर गर्मी भएर यस्तो छ हालत। Not a big fan of Let's go. Let's walk. यहाँ चाहिँ बुद्धको पाइला पनि रहेछ। अनि यहाँ पृथ्वीको नाइटो भन्ने छ यो बोर्डमा। अनि मेन गुम्बा चाहिँ यो हो टपमा सैलुङको।
फेरि एउटा पनि ज्याकेट नलाइकन जाँदाखेरि अहिले फर्किने बेलामा सबलाई ज्याकेट चाहिएको छ टोपी चाहिएको छ होइन त्यही पनि चिसो माथि त झन् पुरै आइस जस्तो कान्छीलाई चाहिँ चाहिँदैन भन्दै थिएँ कान्छीले पनि खोजखाज पारेर लगाइसक्यो खोजका छैन सबै मेरै हो तपाईँको एक्सपिरियन्स कस्तो रह्यो एक्सपिरियन्स एकदम रमाइलो रह्यो बहिनी सोचे भन्दा निकै सोचे भन्दा राम्रो लाग्यो बहिनी हेर्नु न यहाँ थरी थरीको छुर्पीहरू रहेछ तपाईँहरूलाई कुन मनपर्छ भन्नु ल म ल्याइदिन्छु पठाइदिन्छु कि क्या वासरुम जाम अब हाम्रो लन्च टाइम भयो हामी यता ए लन्च टाइम भएर यहाँ अनि हाम्रो गाडी रोकेको भएर अनि वासरुम जान आएको हामी है बहिनी भन न हामी चाहिँ जाडो भएर यसरी आगो ताप्दैछौँ हालिदियो त्यो पनि गराउँछ कि गराउँदैन अब 8-9 बज्ला पुग्यो हामी फाइनल्ली कालिम्पोङ आइपुग्यौँ राति 8 बजे यस्तो देखिरहेको छ डाँडाबाट भ्यू ओ माई गॉड सच अ ब्युटिफुल भिलेज आइपुग्यो होइन त यस फाइनली वी आर अराइभ इन कुरी भिलेज हामी कुन होटेलमा बस्दैछौँ के हो होटेलको नाम अहिले चाहिँ हामी बेलुकाको डिनर गर्दैछौँ क्याम्प फायर अन्त तल ऊ भएन भने त बल्ल बल्ल ए हो र